हेलो गाइज, म चाहिँ एउटा 2 घन्टाको लामो समयपछि अर्डर पाएको थिएँ। यो बिल्डिङमा छोडेर कम्प्लिट गरेर म चाहिँ फर्कँदैछु। अर्डर सर्चिङको लागि जान आँटेको, उतातिर कुनै अर्डर पाउँछ कि नै। यो चाहिँ मैले कुवेतको दृश्य देखाइरहेको छु, बाइक राइडर सम्बन्धीको। अनि हजुरलाई चाहिँ मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला, कमेन्ट पनि गर्नु होला। भिडियो राम्रो लागेमा स्किप नगरी फुल भिडियो हेरिदिनु होला हजुरहरूले भन्न चाहन्छु। यति बेला चाहिँ बेलुकीको 3:30 बजेको छ। यति बेला चाहिँ स्कुल छुट्टी हुने टाइम भएको कारणले अलिक ट्राफिकहरू बढी नै हुन्छ। आजभोलि चाहिँ कुवेतको मौसम एकदमै सफा र सुगर छ, एकदमै राम्रो छ, काम गर्नलाई धेरै इजी। तर अर्डर चाहिँ आएको छैन है। यति बेला चाहिँ कुनै 8-10 दिन भयो, एकदमै कम भइरहेको छ अर्डर। अरू कम्पनीले गर्दा पनि हाम्रो मार्केटहरू अलि डाउन भइरहेको छ अहिले। यस्तो बिचदेखि चाहिँ घुसाउनु नपर्ने हो गाइज, मैले चाहिँ घुसाइहालेँ। अब है अलि अगाडि गयो भने चाहिँ अगाडि अर्डर मिल्छ कि भनेर हो। मिल्न त के मिल्थ्यो र, कुनै अर्डरै आएको छैन अहिलेसम्म चाहिँ। हेरेकै छु र घरमा पनि गफ गरिरहेको छु यता पनि। यहाँनिर चाहिँ हाम्रो पाली आउँदैछ कि रेड लाइट खुल्दैछ गाइज। म चाहिँ जाँदैछु। लु अब हल्का स्पिड पनि हान्नुपर्ने हुन्छ यहाँनिर चाहिँ। पास लाइटदेखि अगाडि आयो भने चाहिँ एकदम फास्ट स्पिड हान्नुपर्ने हुन्छ यहाँनिर चाहिँ, किनकि पछाडिबाट गाडीहरू पनि स्पिड आएको हुन्छ। त्यही भएर चाहिँ समथिङ 60-65-70 स्पिड हान्नुपर्ने हुन्छ यहाँनिर, सानो रोड भएर। साथीहरूले सोधिराख्नु भएको थियो कि मलाई कति स्पिड हान्नुपर्छ भनेर। त्यति धेरै त हान्नु पर्दैन, स्लोली भनेको 45देखि समथिङ 100 जति हान्नुपर्छ। 100 स्पिड, कुनै ठाउँमा चाहिँ 120 हान्नुपर्छ, त्योदेखि माथि चाहिँ हान्नु पर्दैन। ल म चाहिँ बजार क्षेत्रमा छु, बजार क्षेत्रतिर आइपुगेँ। समथिङ अर्डर आउँछ कि भनेको कुनै अर्डर अहिलेसम्म आएको छैन अझै। अर्डर सर्चिङको लागि कुदिरहेको छु, हेरिरहेको छु। छिटो जानु न हौ दाजु, के साह्रो ढिला गरेको अभि। दाजुले त साह्रै ढिला गर्दैछ हौ, पछाडिबाट हानिदिन्छ नि त मलाई फेरि अभि। आज चाहिँ ट्राफिकले साह्रै गाह्रो बनायो। जामै जाम छ हौ, जामै जाम छ। अब चाहिँ यतातिर जानुपर्छ होला, साइडबाट पेल्छ हौ गाडी, साह्रै पेल्छ अभि। दाजु अलि बिस्तारै ल। सलाम अलैकुम, सोलोली। अहिले चाहिँ भर्खर खुलेको नयाँ कम्पनी भनेको यही हो, किटा भन्ने कम्पनी। यो चाहिँ चाइनिज कम्पनी रहेछ। यसले चाहिँ 50%मा चाहिँ दिँदो रहेछ के अर्डरहरू। त्यो भएर चाहिँ यसले राम्रो मार्केट लिइरहेको छ कि। हान केटा हो, हान स्पिड कुदाऊ, अर्डर हानलाई हान्नुपर्छ हौ, कमाउनुपर्छ। हाम्रो पनि आउँछ होला नि पाली कुनै दिन। हामी पनि पर्खाइमा बसिरहेको छौँ। तिमीहरूको अफर त कुनै कति दिन लाग्छ होला र, तिमीहरूले हान्छ होला र। हाम्रो तालाबात त खोइ टुट्दैन होला नि त। तालाबात त धेरै ठाउँ चलिरहेको पनि छ, धेरै देशहरूमा पनि तालाबात भनेको प्रायः चिन्ने गर्दछन्। म चाहिँ यहाँनिरबाट अब राइड जाँदैछु। यसो राइडतिर जानु पऱ्यो। उतातिर साथीहरू बसिरहेको हुन्छ, यसो पानी सानी पिएर चाहिँ बकाला पनि छ। त्यहाँ गएर 2-4वटा गफसफ हान्नु पऱ्यो, यसो अर्डर आइहाल्छ कि। हामी बस्ने बकालाको छेउ चाहिँ आइपुगेँ म। यहाँ चाहिँ हाम्रो साथीहरू हुनुहुन्छ। हेलो साथी, हेलो नमस्ते, हेलो सर नमस्कार, के छ हौ, सन्चै हुनुहुन्छ? ल म एकछिन बाइक पार्किङ गरेर आएँ। ल
अर्डर त आएको छैन अरू हजुरहरूलाई पनि।